साथीहरू, जब हिजो बालेन शाहले संसद भवन रोस्टोमा बसेर चाहिँ नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने चाहिँ जुन चाहिँ कुरा बोल्नुभयो, त्यस पछाडि धेरै टिका टिप्पणीहरू हुन थाले, धेरैले क्वेसनहरू गर्न थाले, सारा नेपालमा नै एउटा चाहिँ हलचल मचिन थाले क्या। र अहिले हेर्दै गर्दाखेरि बालेनका समर्थक अथवा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूले के गरिरहेका छन् त भन्दाखेरि कता कताबाट त्यो फोटोहरू सङ्कलन गरेर ल्याएर, स्तम्भ भएका फोटोहरू सङ्कलन गरेर ल्याएर चाहिँ हेर बालेनले भनेको सही रहेछ हैन, कयौँ युट्युबर, कुनै पत्रकार हैन, कयौँ फेसबुक टिकटकरहरूले चाहिँ के रहेछ भन्दाखेरि त्यो फोटो कलेक्सन, भिडियो कलेक्सनहरू गरेर चाहिँ त्यो स्तम्भ हेर नेपालभित्र छ भने हैन, नेपालले चाहिँ त्योभन्दा उतासम्म पनि खेती गरेको फोटोहरू देखाएर चाहिँ के अरे नेपालले मिचेको भुवा हेर बालेन सही छ भनिरहेका छन् क्या। म अचम्म लाग्छ क्या, त्यो तिमीहरूले कहिले चाहिँ स्टडी गर्यौ त्यो नेपालले मिचेको हो कि भारतले मिच्दै चाहिँ स्तम्भ सार्दै हरेक वर्ष चाहिँ मिटरमा चाहिँ सार्दै नेपालभित्र ल्याएर चाहिँ त्यो नेपालभित्र परेको त्यो कहिले सोचेको छ? तिमीहरूले समर्थक गरेको मान्छे अथवा तिमीहरूको भगवानलाई बचाउनको लागि तिमीहरू देश नै सिद्धाउन चाहिँ रेडी हैन, देशको भूभागै बाँच्न रेडी हैन। तिमीहरू कहिले बोर्डरमा गएर हेरेको छ? नेपालको कतिवटा बोर्डर छ, कतिवटा बोर्डरमा चाहिँ नेपालकी पुलिस छ, नेपालको चाहिँ आर्मी बसेको छ, त्यो कहिले सोचेको छ? तराई क्षेत्रमा जानुस् के 3 किलोमिटर 4 किलोमिटर चाहिँ भित्रसम्म चाहिँ स्तम्भ सारेर लिएर आइसकेको छ। त्यहाँको जनताहरू आज पनि इन्डियन हो कि भारतीय हो भनेर चाहिँ दिनरात रुनु परेको छ। एभ्री डे त्यहाँ झगडा पर्छ, इन्डियाको पुलिस आएर पिटेर जान्छ, नेपालको पुलिस चुइक्क बोल्दैन। अनि तिमीहरूको भगवान बचाउनलाई चाहिँ भारतले सारेको स्तम्भलाई देखाएर चाहिँ अनि नेपालले मिचेको इन्डियाको भनेर चाहिँ नेपाली सिद्धाउन पछि लाग्यो। ल ठिक छ, भोलिको दिनमा बालेनले चाहिँ कूटनीतिक हिसाबले चाहिँ कुनै प्रक्रिया चाहिँ अगाडि बढाउनको लागि चाहिँ यो प्लान बनाएका होलान्, त्यो ठिक छ। भोलिको दिनमा यसले राम्रो रिजल्ट पनि ल्याउला, त्यो ठिक छ के। तर तिमीहरूकै भिडियो कारणले गर्दा, तिमीहरूले नै इन्डियालाई समर्थन गरेको कारणले गर्दा, इन्डियाले सार्दै ल्याएको स्तम्भको कारणले गर्दा चाहिँ हामीले नै आफ्नो भूभाग चाहिँ गुमाउनु नपरोस् के, यो तिमीहरूको हरकतले गर्दा के। कस्ता नेपाली छन्, जबसम्म भेडा नेपाली नेपालमा रहन्छ नि देश सिद्धिन, देश टुक्रिन चाहिँ समय लाग्दैन के। ठिक्क नेपाली।